गाइज वेलकम ब्याक टु माई अनदर भ्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। सो आजको डे 3 को भ्लग चाहिँ एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ, किनभने आज म चाहिँ काफल खान गइरहेको छु होइन। सो हाम्रो घरभन्दा अलि कति भन्छ 15 किलोमिटर अलि टाढा छ, अनि हिँडेर जानुपर्ने हुन्छ होइन। केटाहरू आइरहेछन् उताबाट, अनि केटाहरूसँग आज काफल खाने प्लान चाहिँ भइरहेछ होइन। सो हेर्नु होला, म जाँदैछु है ल गाइज। मेरो आउटफिट चाहिँ यस्तो छ होइन, देख्न सक्नुहुन्छ तलदेखि माथिसम्म ब्ल्याक टी सर्ट अनि बाहिर सर्ट अनि तल व्हाइट प्यान्ट लगाएर टक्क भएर म चाहिँ चलिदिइरहेको छु। सो अब यहाँ उता हेर्दाखेरि त यहाँ अति चिसो छ के, राति पनि कम्मल ओढेर सुत्नुपर्ने जस्तो अवस्था छ। अनि पानी त झनै के भनौँ, पानी त पाहाडको अब थाहै होला कस्तो हुन्छ चिसो भन्ने। सो त्यस्तै छ। अब म उता गइरहेको छु होइन। काफल दामी दामी काफल हुन्छ नि, दामी हाल्नुपर्छ काफल। सो गाइज यहाँ सुन्न सक्नुहुन्छ आवाज, यस्तो दामी आवाज आउँछ, नेचुरल आवाज हो कि यो। यस्तो आनन्द फिल आउँछ नि यो आवाजहरू सुन्दाखेरि होइन। जङ्गलमा एक्लै बसेर यो आवाज सुन्दै बस्यो भने त यस्तो बवाल फिलिङ आउँछ, यस्तो पोजिटिभ भाइबहरू आउँछ नि। सो तपाईँहरूले इमेजिन नै गर्न सक्नुहुन्न क्या। सो त्यस्तै छ। म चाहिँ आधा बाटोमा पुगिसकेको छु होइन। सो आधा बाटो चाहिँ अलि बाँकी छ। यार मैले यहाँ स्याल देखेँ, स्याल डोमर। उता छन् कति, 1-2वटा छन्, 2वटा स्याल। सो राइट गाइज, मैले चाहिँ यहाँ बाटोमा हिँड्ने बेला चाहिँ ऐसेलु भेट्टा छु। ऐसेलु, यसलाई चाहिँ ऐसेलु भन्छन्। यस्तो हुन्छ कि, यस्तो मिठो हुन्थ्यो यो। पहिला हामी यति खान्थ्यौँ जङ्गलमा गएर, आजकल त त्यो ऐसेलुको रुख नै छैन, सबै काटिसकेको छ। यस्तो हुन्छ ऐसेलु। सो राइट गाइज, फाइनली म चाहिँ यहाँबाट चाहिँ हिमाल देखिने ठाउँमा आएको छु होइन। सो तपाईँ देख्न सक्नुहुन्छ यहाँबाट चाहिँ यस्तो गोवाल हिमाल देखिन्छ। रोक्नु अहिले एकछिन अलिकति तल जान्छु, अनि त्यहाँबाट चाहिँ बाला हिमाल देखिन्छ क्या। सो यसले यो ठाउँलाई चाहिँ हाम्रो हिमगाडा भन्छ, हिमगाडा। गाइस यहाँबाट चाहिँ देखिन्छ दामी हिमाल। अहिले किन देखिरहेको छैन भन्ने हो कि उइरोला हुनाले होला, नत्र भन्दा यस्तो बवाल हिमाल देखिन्छ नि। सो म चाहिँ आधा डेस्टिनेसनमा छु होइन। गर्मी हुनाले चाहिँ मैले सर्ट खुलाएको छु। आज जा रहे हम काफल खाने। काफल खाने होइन, काफल खान, काफल खान होइन, काफल खान गइरहेका छौँ गाइस। सो राइट गाइज, फाइनल्ली हामी चाहिँ काफल खान हिँडिसक्यो होइन। सो पछाडि भान्जा अनि भिनाजु हाम्रो दोस्तहरू सब छन् होइन। सो अब हामी चाहिँ काफल टक्क हानिरहेको छौँ। अब उहाँ रुखमा गएर टक्क हान्नुपर्छ काफल। खानु पर्दैन, हान्नु पर्दैन, काफल हान्नुपर्छ। सो त्यही हो। हेरौँ आजको चाहिँ भ्लग चाहिँ एकदम बवाल हुन्छ। राइट गाइज, फाइनल्ली हामी बजाङ ग्याङ होइन, केटाहरू सब लाइन लागेर हामी गइरहेको छौँ होइन काफल खानु चाहिँ। ग्याङ स्याङ सबै बाँधेर हामी जानुपर्ने डेस्टिनेसन भनेको चाहिँ ऊ त्यहाँ हो है। त्यहाँबाट चाहिँ हिमाल चाहिँ एकदम आँखा देखिन्छ, तर आज कुहिरो लाग्यो हुनाले राम्रो देखिरहेको छैन, नत्र भने त महाकसम यस्तो बवालको देखिन्छ नि हिमाल। सो त्यही हो। अनि यहाँको रहन सहन यस्तै हो होइन। बजाङ त हो अब डेभलपमेन्ट भन्ने चिज त यस्तै हो। सो सम्झिने पानी छम्किने जस्तो हो, बिस्तारै भइरहेछ तै पनि। सो राइट गाइज, फाइनल्ली हामी के हो ओ सला हेर छोप्दा मुज्यू यति मिठो होला मासु होला। मासु त आमामा दामी हुन्छ भने पकिने हो। हातले मर्ने होला। ढुङ्गा सुङ्गाले हाल्ला नि। एक त उकालो छ कि ओह्रालो भयो त कोही बिहानीवाला छन् भने तिनीहरूको फाइनली बाख्रा भेटाइसक्यो। बाख्रा
फाइनल्ली हामी चाहिँ हेलिप्याड भन्ने ठाउँमा पुगिसक्यो। हेलिप्याड भन्ने ठाउँ होइन, हेलिप्याड बनाएको ठाउँमा चाहिँ पुगिसक्यो होइन। सो यहाँबाट चाहिँ यस्तो दामी दामी भ्यूहरू देखिन्छ नि। यहाँ यस्तो दामी बादल लागेको छ, अनि यहाँ पनि यस्तो दामी बादल लागेको छ। उता यस्तो दामी, आज उतातिर अलिक कुहिरो ला हुनाले हो, नत्र भने यस्तो बबाल हिमाल देखिन्थ्यो नि, कुरै छोड्नु क्या। सो आज हामी चाहिँ यहाँ काफल खाने भनेर आएको। सो काफल चाहिँ पाइन्छ कि नै भन्ने हो। सो अलरेडी गाइस यहाँ चाहिँ दामी हावा चलिरहेको छ, चिसो। सो यो हावाको महसुस कत्रो पाउँछ होइन कहाँ यहाँबाट हो र? राइट गाइस फाइनल्ली हामी पुगिसकेका छौँ हेलिप्याड भएको ठाउँमा होइन। सो यास लेखिएको छ, तर आजभोल उद्देश्यको रुखहरू उम्रेर खासै यो यासको के कामै छैन होइन। सो यहाँमा चाहिँ कुनै कुनै बेला नेताहरू आयो भने चाहिँ हेलिप्याड हो बनाउन मिल्छ। सो त्यही हो, बस्न मिल्छ होइन। सो यहाँबाट चाहिँ पुरा 360 भ्यू चाहिँ यस्तो दामी देखिन्छ क्या, यस्तो बबाल देखिन्छ, यस्तो बबाल देखिन्छ आमा। सो गाइस हामी काफल खान आएको, यस्तो हावा चलिरहेछ, हामीहरू केटाहरू चाहिँ यहाँ काफल खाइरहेछन् होइन। तारिगाना जाउँ है केटा। गाइस यो त के साह्रो हो भने ओ साला यस्तो खतरा छ यार, यस्तो बबालहरू छ यार, यहाँ घुम्नु त मजा छ यार। जाउँ ककोमा यहाँनिर एउटा छो, हामी चाहिँ अर्को बाटो चेन्ज हानेर गइरहेछौँ। सो अलराइट गाइज हामी चाहिँ पुगिसकेका छौँ काफलको रुखनिर। सो अब काफलको रुखमा चढिसकेका छन् मान्छेहरू टक्क होइन। हाम्रो लागि पनि यसो होइन केटाहरू चक्क मिलाएर टिपिदेऊ न है। भिडियोमा भन्नु त न प्रो मान्छेहरू रुखमा चढिसक्यो होइन। हामी बिना प्रोको अहिले भुइँमै छौँ, नुब होइन। सो प्रो मान्छेहरू यसरी रुखमा चढेर होइन काफलको हाँगा यसरी भाँचेर हामीलाई दिन्छन् भन्ने हो भन्दा यहाँ दियो पनि होइन। यस्तो इमान्दारिता छ पाहाडमा, रमाइलो भन्ने चिज त यहाँ पो हो। फेरि पनि मन आयो भने त फेरि पनि झर्छ भन्ने हो। ल फेरि अझ मन आयो भने त फेरि एक हाँगा झर्छ कि जस्तो लाग्छ मलाई। अब 2-4 हाँगा और भात थाल्ने यार, ये परदिन भाइले खाला। यार पेट्रोल हालेर होइन। अलराइट गाइज हाम्रो महावीर पुन चढिसक्नु भएको छ रुखमा। अब रुखबाट दामी हाँगाहरू खस्छन् होइन। ल अलि तल भाँच्न पुऱ्यायो त्यो हाँगा केटाहरू हान काफल हान। ल अलि एक प्याक्ट यही खाएर चित्त बुझाउँ। काफलै नरहेछ नि यार। यो काफल देखेर मलाई एउटा गाना याद आउँदैछ, काफल खान्या कुइया मर्यो ला भने जस्तो। ए काफल झडा काफल केटाहरू अझ झडा न यार, ट्याङ्कर हुन्। लगाइज हाम्रो पाहाडको गाल चाहिँ यस्तो हुन्छ है। दामी छ यार काफल त, नभएर मात्रै हो कि।
तिम्रो मायाले भिजो सिरानी मायाले भिजाए नभिजाए नि काफलीले जरुर भिजायो क्या हामीलाई। हामी चाहिँ अहिले क्यालिफोर्नियाको जङ्गलमा छौँ है। एनाकोन्डा आउन सक्छ भन्ने हामीलाई अनुमान गराएको छौँ। सो आए नआए पनि हामी एनाकोन्डालाई बोलाउँछौँ। सो गाइस आएको छौँ। यहाँ त अति छ यार झ्याल्टाहरू भयङ्कर छन्। यहाँ लोड्यो भने त नहुने हो यार। एक त यार यो ल ल ल काला छन् ए ल ल ल ल ल झड्यो एक काफल झड्यो। सो गाइस फाइनल्ली बाटो भेट्टायो हामीले। सो बिस्तारै बाटो गएर अनि खोलानिर पुगेर टक्क पानी पिउने प्लान बनाएको छौँ। पानी तिर्खा लास्ट लाग्यो कि ऊ हान्दै के भन्छन् काफल हान्दै। सो गाइस हामी चाहिँ यहाँ बाटो नभएको ठाउँनिर बाटो खोजिरहेको छौँ होइन। अलि यहाँ बी केयरफुल है केटा हो। यहाँ हामीले यस्तो बाटो खोजिसक्यो मायाको छौँ। तल झडेला है केटा हो। सो गाइस यहाँ अलि जङ्गल सफारी पनि भइसक्यो क्या फाइनल्ली। यस्तो रमाइलो छ मागेको छौँ काहीँ पनि हुँदैन होला कि केटाहरू अलिकति होस गरेर है। हामी चाहिँ यहाँ सुन खोज्न गइरहेको छौँ। सुन गाइस हाम्रो चाहिँ चप्पल तल खसाएको छ। चप्पल निकालिरहेको छन् केटाहरूले। सुटिङ भइरहेछ होइन। ल ल ल ए कस्तो बाटो निकाल्ने ल हिटो त खन त अगाडि कन्स्ट्रक्सन वर्क चलिराख्नु पऱ्यो नि यहाँ। यस्तो डेन्जर ठाउँमा गएर भ्लग हानिरहेको छौँ यार। सब्सक्राइब त हान्नै पर्ने हो जसरी भयो नि। सेम मुली हो। स्कुल कहाँ ला भन्ने हो कि खास स्कुलको अनुमानमा हिँड्यो क्या। महाराज की जय महाराज पधार रहे। जङ्गल सफारीमा केटाहरू यसरी आइरहेको यहाँ जाउँ। जान्ने भए पाडीमा जाउँला तिमी र म बजाङको झाडीमा। आयो कान्छी बैतडीको गाडीमा। ओइ 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 कस्तो छ तिम्रो बानी। ए ना एसानी नानी कस्तो छ तिम्रो बानी। सो गाइस हामी चाहिँ स्कुल जाने तर्खरमा बहुत लामो यात्रा गरेर आएका छौँ है। आमामा सङ्घर्ष त गरेकै हो के हामीले। यस्तो दामी छ के। सो स्कुलमा पुगिसके। सो हामी चाहिँ उताबाट आएको के। सो फाइनल्ली हामी चाहिँ
पानी भेटियो है हामी चाहिँ एउटा स्कुलमा पानी खान आएको छौँ पानीको धारा त छ सो अलराइट गाइस फाइनली चाहिँ हामी यो स्कुलमा पुगेका छौँ है यो चाहिँ कहाँको स्कुल हो थाहा छैन तर धेरै लामो यात्रा गरेँ क्या यस्तो लामो घुमेँ जिन्दगीमा कबै हिँडेको थिएन क्या यति यस्तो बबाल घुमेँ यहाँको चाहिँ रुमहरू यस्तो छन् होइन यो रुम भयो यो कोठा भयो पहाडमा त यास प्लस के नै हो खास त हुने यहाँ व्हाइट बोर्ड भयो 2 + 2 = 3 बुझ्छ त्यस्तो वाला हो यहाँ अवस्था अलराइट गाइस अहिले चाहिँ हामीले क्याब लाएर होइन टक्क पसल खोज्ने तर्खरमा छौँ होइन सो अब हामी चाहिँ के भनिरहेको छौँ भने टक्क हामी चाहिँ टुरिस्ट हो होइन इङ्ग्लिस पनि बोल्दैन हो हामी त फेरि उताबाट आएको कि खासै नेपाली त जान्दैन होइन अलिअलि मासु हो नेपाली जान्ने सो हामी त फ्याङसुङ छ यहाँ फ्याङसुङ वाला हो सो यस्तै छ गाइज होइन खासै त होइन इङ्ग्लिस हो हामी त खास बोडीमा उडे हाउ आर यु थ्याङ्क यू फाइन वाला हो मान्छे सो अलरेडी गाइज फाइनली हामीले चाहिँ एउटा बाजु भेट्टा छौँ होइन सो अहिले चाहिँ हामी बाजुमा बसिरहेछौँ केटाहरू यसरी बाजुमा बसेका छन् होइन सो यसरी बाजुमा छन् सो अलराइट गाइज फाइनल्ली हामीले चाहिँ सबै प्रोग्रामहरू सकियो होइन सो एकदम भान्जाहरूसँग एकदम रमाइलो भयो सो आजको लागि यति नै फेरि पनि नयाँ ब्लग नयाँ कन्टेन्टका साथ ल्याएर आउने नै छु तपाईँहरू नयाँ हुन्छ भने सब्सक्राइब गर्नु होला सो आजको लागि यति नै थ्याङ्क यू फर वाचिङ दिस भिडियो बाई गाइज